हेलो साथीहरू, आज चाहिँ म बिहाडे घुम्नु जाँदैछु नि त खाजा बोकेर। अनि आज चाहिँ अलिक ढिलो भयो क्या, मेरो बुढा चाहिँ उहाँ जोत्दै हुनुहुन्छ। अनि आज ढिलो खाजा भयो। अनि कति ढिलो खाजा लिएको, भोक लागिसक्यो भन्दै हुनुहुन्छ कि मलाई। अनि ढिलो भइहाल्यो भन्दैछु। अनि खाजा खाँदै हुनुहुन्छ। मैले हतार हतार गरेर खाजा दिएँ नि त। अनि म चाहिँ डेक्चीमै खाजा लागेको। अनि यो चाहिँ आलु र च्याउको तरकारी यस्तो मिठो थियो नि, भोक लागेर हो कि। अनि मलाई पनि भोक लागिरहेको थियो। अनि मैले गम खाएँ। कस्तो अहिले भोइस कभर गर्दै उयो भयो क्या। अनि मलाई अड्कायो। मैले हतार पानी खाएँ। अब खाएर जानु छ नि त। अनि बलगम पनि हिजो किनेको थियो। अनि हामीले एउटा खायौँ। अनि हेर्नु न, मेरो बुढा चाहिँ फोनमा बिजी भएर न्युज हेर्दै हुनुहुन्छ। अनि मैले पनि बलगम खाएँ। अब खाजासाजा खाइसकेपछि चाहिँ म कोदो गोड्नु जान्छु, जोत्नुहुन्छ नि त मेरो। अनि यतिकै हेरेको कस्तो देखिन्छ भनेर। अनि अब चाहिँ म कोदो गोड्नु गएँ साथीहरू। अनि यहाँ चाहिँ हाम्रो कोदोको बिहाडे हो। अनि यहाँ कोदो गोड्नुपर्ने। अनि यो पिरा चाहिँ हिजो राखेको हो नि त। अनि यहाँ बसेर म चाहिँ कोदो गोड्छु। अब कोदो गोडिसकेर छिटो गरेर घर जानु छ नि त फेरि मलाई। तपाईँहरूकोमा त कोदो रोपिसक्यो होला है। हाम्रोमा त भर्खर गोड्दैछु। अब म चाहिँ सकेर पनि 12 बज्यो नि त। अनि म घर गएँ। अब घर गएर पनि नानीहरू हेर्नुपर्छ। अनि हाम्रो घर चाहिँ पर पारी हो क्या, सानो खोल्सा छ। अनि खोल्सा पारी हो क्या हाम्रो घर चाहिँ। अनि म चाहिँ अब घर पुग्न लागेँ साथीहरू। मेरो नानीहरू के गर्दैछ हेरौँ, रुँदै बस्दैछ कि। मेरो छोरी चाहिँ मलाई कुटो भन्दै एक्टिङ गर्दै रुँदैछ, पापाले कुटो गर्दै। अनि यहाँ मेरो नानी मैले बलगम खाएको देखेछ क्या। अनि माग्नु थालिहाल्यो। अनि दिएँ मैले छोरीलाई पनि एउटा। मेरो छोरा चाहिँ रुँदैछ क्या मलाई देखेर। अनि ओके साथीहरू, बाई, आजलाई यति नै। अब अर्को भिडियोमा है।